यस्तो के काम परेर हामी दुईजना साथी चाहिँ 3 दिनसम्म गाडीमा लगातार हिँडेको गर्नु पर्यो। Hey guys, welcome back to my mini vlog series 4 part 4. So आज चाहिँ म बाहिर जाँदैछु, सो त्यसको लागि चाहिँ आई एम गेटिङ रेडी एन्ड फर द्याट Hey guys, welcome back to my YouTube channel. So आज चाहिँ मेरो बाहिर जानुपर्ने काम थियो, यो चाहिँ डे 1 हो अनि जसमा चाहिँ म हाफ रेडी भइसकेको थिएँ। त्यसपछि त अब सुट पनि गर्नु छ, मेरो भिडियो नि बनाउनु छ भनेर देन मैले रेडी भएँ। रेडी एसेसरिजहरू लगाउन बाँकी थियो अनि त्यसमा चाहिँ मैले नयाँ किनेकोहरू लगाएँ अनि त्यसपछि टप चाहिँ मैले नयाँ किनेको थिएँ कि अनि फ्लेक्स गरिरहेको थिएँ अनि मैले मोइस्चराइजर लगाएँ अनि म चाहिँ रेडी भएँ। मेरो चाहिँ यति नै हो, मस्कारा लगाएपछि सक्यो, यति नै हो। एन्ड साथी र म चाहिँ फर्स्ट डेमा चाहिँ गयौँ, जाँदा चाहिँ हामी फर्म भर्यौँ होइन। यति लामो लाइन थियो अनि त्यसपछि हामीले काम सकेनौँ अनि त्यसपछि हामीले आएर खाजा खायौँ। अब काम त सकेन तर नि अब खानु त परिगयो सोचेर हामीले गम खायौँ। देन हामीले फेरि पानीपुरी पनि खायौँ अनि चाहिँ त्यसपछि चाहिँ हामी यति टेन्सनमा परेको थियौँ कि फेरि जानुपर्ने भयो भनेर अनि त्यो दिन चाहिँ त्यस्तै भयो। अनि त्यसपछि नेक्स्ट डे पनि हामी गएर फर्किनु पर्यो काम पुरा नभएर। त्यसपछि फेरि थर्ड डेमा पनि हाम्रो काम पुरा भएन। सो यति नै थियो आजको लागि। हामीले त्यसपछि के खायौँ पनि सबै देखिनै सक्नुभएछ। थ्याङ्क यू फर वाचिङ, बाई, सब्सक्राइब।